जसले देशमा समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि हजारौंको त्याग र बलिदान गर्यो र त्यो क्रममा मधेसमा मात्रै हिजो जनयुद्ध र जनआन्दोलनमा 1100 भन्दा बढी मधेसी जनताका छोराछोरीहरूको रगत बगेको छ। त्यसको सम्मान गर्नको लागि पनि हामी कम्युनिस्टहरूले नै पहल लिनुपर्छ भनेर नै यो एकताको प्रयास हामीले गरेका हौं। हामी नेकपा मसाल हुँदा उहिले 42 साल वरिपरिदेखि नै कमरेड माधव कुमार नेपाल, कमरेड झलनाथ खनाल लगायत हामीहरू लगातार संवादमा हुन्थ्यौं पञ्चायत विरोधी आन्दोलनको बेलामा र अनि जनयुद्ध सुरु भएपछि पनि माधव नेपालजी र मेरो बीचमा धेरै ठाउँमा धेरै किसिमले संवाद भएर नै देशमा 12 बुँदे समझदारी, शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र यो सबै सम्भव भएको हो। यही पृष्ठभूमिमा आज देश जस्तो अप्ठ्यारो र असहज परिस्थितिमा छ। यो परिस्थितिमा हामीले नै एकताको पहल गर्नुपर्छ भनेर यो पहल गरिएको हो र अहिले यहाँसम्म आउँदा झन्डै 17 वटा साना ठुला कम्युनिस्ट पार्टी, समाजवादी पार्टीहरू आज नेपाली कम्युनिस्ट पार्टीमा हामी एकताबद्ध भएका छौं। तर हामी यतिमा सन्तुष्ट छैनौं। हामी चाहन्छौं कि अझै बाँकी रहेका वामपन्थी पार्टीहरू पनि, कम्युनिस्टहरू पनि हामीले उनीहरूलाई पनि एकताबद्ध गरेर एउटा विशाल शक्ति सञ्चय गर्नु छ। हाम्रो ध्यान एमालेतिर पनि छ। एमाले भित्र भएका देशभक्त र वामपन्थी क्रान्तिकारीहरूलाई पनि हामीले एकतामा ल्याउनु छ र अन्य कम्युनिस्ट समूहहरू जो बाँकी छ एकतामा आउन, उनीहरूलाई पनि एकतामा ल्याएर एउटा शक्तिशाली पार्टी निर्माण गर्ने र यो राष्ट्रको एकतालाई अक्षुण्ण राख्न, यसको स्वाधीनता र नेपाली जनताको आत्मसम्मान, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आफ्नो बारेमा आफै फैसला गर्ने अधिकारलाई अझ सुदृढ गर्ने सपना हामीले देखेका छौं र यो एकता त्यही उद्देश्यका निम्ति हो। मैले 70 को निर्वाचनमा म मधेसबाट नै चुनाव लडे। यही नजिकै सिराहा जिल्लाबाट मधेसी जनताको मतबाट नै म दोस्रो पटक निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पनि मधेसी जनताको मतबाटै प्राप्त गरेको हुनाले तपाईहरुसँग हाम्रो लगाव, हाम्रो भावनात्मक सम्बन्ध गहिरो छ भनेर पनि म भन्न चाहन्छु। आज मैले धेरै लामो भाषण गर्ने भन्दा पनि यति बेला हामीले यो पार्टी एकता एउटा त जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारको रक्षा गर्नु छ। सब्स्क्राइब गर्नुभयो? छैन? गरिदिनु यार।